जुत्ता भाइले जुत्ता दिँदैछ। श्रीमद्राज धुरन्धरो तुलसी पूर्ण तथा चंद्रमा दानकल वीरपुर श्रीधरों बलम विमोद आयुधोस्ते श्रेम दशरथे शत्रु इम्रागवी ऐश्वर्य नवसेगति सपवनी मानं दुर्यो सूर्य शांत नवे बलम फलधरी सत्यम च कुंती श्रुति विदुरी च भवति भवतां नारायण दुर्गा भवानी प्रसाद सम्पूर्ण कुरा होस् रोग व्याध नलागोस् सबैभन्दा मान्य हुनु मैले पनि भने परोस् हालेको टीका लगाउन पाइयोस् सबै शनिबारी सबैभन्दा होइन यहाँ गरौँ लगाएर मैले यता गरेँ तिमीहरू बस फालो खिच्दिनु कि नखिच्दिनु के खाने चिउरा खाने तिमीहरू श्रीमद्राज थोरै खाउँ अनिता चिउरा खाने नखाने जयलाई मात्रै खोरे सूर्य शांत सत्यम च विदुरी च भगवान नवदुर्गा भवानी प्रसादले सम्पूर्ण कुराहरू पुरा होस् सिधाएको सबै कुराहरू पुरा होस् रोग व्याध नलागोस् एकदम मान्य हुनु देऊ देऊ आजै हो देऊ लु बाबा जहिले गर्नु पर्दैन मेरो आज यहाँ सब भोग्ने भन्दा बाहिर गएको ए ठुलो मान्छे भाइले पैसा चोलो शांत बले नवी तपाईँले खाइसकेको भयो कस्तो खोकी लाग्यो ए कान्छ हजुरबा बाबा भनेर सम्झिनु ए हुन्छ बाबा गर्छु पैसा धेरै दिन्न पोला खाना त्यसो भए यी आमाले डिस्टर्ब गरिन् फेरि यसरी अनुहार देखाउँदै हिँड्नु हाय अङ्कलको ब्लग हो यो लगाउनु श्रीमद्राज धुरन्धरो पूर्ण तथा चंद्रमा
हतार परेछ भाइलाई हतार परेको छ आयु द्रोणस्ते स्टेम च दशरथे शत्रु क्षेम राघवे ऐश्वर्यं नौषे गतिश्च ए पवन बाउको त टाउकै छैन त सूर्ये शान्तबले नभे फलधरे सत्यं च कुन्तीस्ते विज्ञानी विदुरी च भवतां नारायण बाबा पछाडि हात भगवानीको प्रसादले सम्पूर्ण कुराहरू पुरा होस्। के गरेको होला भन्दै होला के गर्ने धेरै पढ्नु कोला कसलाई रोग व्याधहरू केही नलागोस्। हँ? ज्ञानी खाँदैन त कोला त बिहान खाँदा राम्रो हुन्छ त होइन बाबा खाली पेटमा अनि के त होइन के खाएर अलिक नास्ता गर्छ अन्त कोला बोकेको छ बाटोमा खान काँचै छ उतै गएको नि त ए यो बाउ झोलामा हाल त उयो बारे बाटामा खानुपर्छ होइन त्यतिको हातमा बोक्ने नि त मात्रै झोलामा प्लास्टिकको हालेर अहिले नखाने होइन एउटा आन्टी एउटा झोला हेर्नु त कालामा आउनु फेरि बाले पैसै दिँदो रहेनछ भनेर नआउनु। हजुर बा नातिनी ल अब नातिलाई ल सानोलाई लगाइदिइहाल्नु त सानोलाई हतार परिरहेको छ ल नाति लु त के दाइ यता टिकी टिकी हेलो टिकी ल ठुलो मान्छेलाई पूजा पूजा अनि ल्याइ ल्याइ ज्ञानी हुने नरुने धेरै पढ्ने है खै यता अझै ठुलो मान्छे हुने सबैभन्दा ठुलो मान्छे ल ल कति सिधा मुन्टो त्यही मुन्टो त कति सिधा अब यो त यहाँ लाबर टोपीमा यस्तो गरेर भाइ टोपीमा यस्तै चाहिँ भोक्लोकै यहाँबाट यता छिराउनु पाइँदैन भाइ टोपीमा खै खै अझै लगाइदिउँ कि क्या हो उसले खुट्टा ढोग्नु सम्झिरहेको छ सबैको खुट्टा ढोगेको देखेको छ खुट्टा ढोग्नु खुट्टा 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 अब खुट्टा नातिको खुट्टा सबैको ढोगेर छुट्याउनु मिल्दैन नि लो फोन आएको लो नातिलाई ठुली आमा राम्ची बज्यो होला लु अब नि ऊ गर न त्यो बेला होला त्यो मान्छे फेरि रिसाउँछ होला